इट इज अलरेडी 2026 अनि मलाई चाहिँ 2025 मा भएको मेरो डल ड्राई अनि डिहाइड्रेटेड स्किनलाई चाहिँ 2026 मा लानु नै छैन सो न्यू इयर लागे सँगसँगै आई स्टार्टेड युजिङ द गोल्डन हर्मोन कोलेजन मास्क फ्रम अनुवा कोल्याब विथ केप अफ डेमन हन्टर्स टु अचिभ ग्लोई स्किन दिस इज द मोस्ट आइकोनिक कोलाबोरेसन किनभने कोरियाको एकदमै भाइरल स्किन केयर ब्रान्ड अनुवा इज पार्टनरिङ विथ केप अफ डेमन हन्टर्स विच इज ग्लोबल्ली फेमस यो कोलेजन मास्कमा चाहिँ पेप्टाइड्स प्यान्थेनोल र सेरामाइडहरू भएकोले गर्दाखेरि स्किन बेरियर रेजुभिनेट गर्नमा हेल्प गर्छ कोलेजन प्लस मोइस्चराइजिङ एसेन्सले चाहिँ ड्राई स्किनलाई डिपली हाइड्रेट गरेर प्लम्प ग्लोई अनि ग्लास स्किन लुक दिन्छ यो कोलेजन मास्कको अप्पर पार्ट फर्स्टमा अप्लाई गरेर लोवर पार्ट अप्लाई गरेपछि चाहिँ स्किनमा मजाले स्टिक हुन्छ झर्ने डर पनि हुँदैन मैले चाहिँ लेफ्ट ओभरहरू नेकमा अप्लाई गरेर मास्कलाई चाहिँ ट्रान्सपरेन्ट हुनको लागि छोडिदिएँ यो कोलेजन मास्क चाहिँ डेमा भन्दा पनि नाइटमा अप्लाई गर्यो भने चाहिँ एकदमै बेस्ट हुन्छ मैले चाहिँ डेमै अप्लाई गरेँ इन बिट्विन मैले चाहिँ रुम क्लिनिङहरू पनि गरेँ र यो मास्कलाई चाहिँ ट्रान्सपरेन्ट हुनको लागि अलमोस्ट 3 आवर्स जति लाग्यो कोलेजन मास्क अप्लाई गरिसकेपछि मेरो लागि चाहिँ दिस इज द मोस्ट सेटिस्फाइङ पार्ट यो पिल गर्दाखेरि चाहिँ आई फिल सो गुड अनि मेरो स्किन चाहिँ एकदमै हेल्दी भएको जस्तो लाग्छ मलाई सो यो 2026 मा चाहिँ इफ यु डोन्ट वान्ट टु सी योर स्किन ड्राई अनि डल भने चाहिँ यु मस्ट ट्राई इट प्याकेजिङ पनि क्युट छ